हेलो गाइस, आज चाहिँ म भने यहाँ इन्चाकको अचार बनाउनु रेडी गर्दैछु र यहाँ मैले एउटा गमलामा अलिकति नुन अनि यो खोर्सानीको पेस्ट बनाएको हो त्यो र अनि हिदल मास तयार गरिसकेको छु र यहाँ यसरी बनाउँदैछु। अनि यो एउटा प्लेटमा चाहिँ हेर्नुहोस्, बोइल गरेको आलु छ, इन्चाक छ, अनि धनिया पनि छ र टमाटर पनि। र अब यो तरिकाले चाहिँ म बनाउँदछु। यहाँ हेर्नुहोस्, यो चाहिँ भयो दुईटा बोइल गरेको टमाटर हो, अनि यो बोइल गरेको आलु र यसमा चाहिँ हिदल मास मिलाएछ, अनि खोर्सानीको पेस्ट बनाएर लगाएछ र यो यसरी बनाएर खाँदैछौँ। तपाईहरु पनि यसरी बनाएर खानु होला। यहाँ हेर्नुहोस्, र मैले यो बनाइसकेँ। अब यो यति मिक्स गरेँ र यो इन्चाक है साथीहरु, यो इन्चाक चाहिँ अब यसमा मज्जाले मिलाउनु पर्छ, पुरा मज्जाले। र अनि स्वाद अनुसार नमक लगाएर बनाउनु पर्दछ र खानु साह्रै टेस्टी हुन्छ। हिदल मास खानेहरूलाई चाहिँ साह्रै मन पर्छ, हिदल मास नखानेलाई चाहिँ एकदम राम्रो लाग्दैन कि अलिक गनाउँदछ। र यसरी बनाउँदछु म चाहिँ। अब यो भइसक्न आँट्यो। यसै चाहिँ यो इन्चाक चाहिँ मणिपुरीहरूले धेरै जसोले खाँदछ र हामी पनि खाँदछौँ, मन पर्नेले सबैले खाँदछन्। यहाँ हेर्नुहोस्, यो पानी अलिकति लाउनलाई चाहिँ अलिक ढिला, अलिक यो दबदब परेको चाहिँ राम्रो हुन्छ। सुक्खा चाहिँ अलिक राम्रो लाग्दैन। अलिक पानी हालेर यसरी दबदब बनाएको चाहिँ खानु साह्रै स्वादिष्ट हुन्छ। र यहाँ हेर्नुहोस्, अब मेरो अचार तयार हुन आँटिसकेको छ। बोडी पनि बेला बेला उल्टो पुल्टै हुँदो रहेछ है साथीहरु। यहाँ हेर्नुहोस्, अब यहाँ धनिया लगाइदिन्छु। मणिपुरीले भन्दछ यसलाई इरुम्बा तयार हुन आँटिसकेको छ, भइसक्यो। हेर्नुहोस्, अब यो यहाँ हेर्नुहोस् साथीहरु, बढिया से भयो। आलु, इन्चाक, टमाटर, हिदल मास, खोर्सानी र धनिया र मिलाएको अचार तयार भयो। तपाईहरु पनि यसरी नै खानु होला, टेस्टी हुनेछ। बाइ बाइ।